हेलो एभ्रिवन, आज म तपाईहरुलाई नेपाल आर्मीको विज्ञापन खुलिरहेछ। यो विज्ञापन कस्ता व्यक्तिहरुले भर्ने र कस्ता व्यक्तिहरुले नभर्ने भन्छ है त। यो भिडियो एकदमै इम्पोर्टेन्ट छ। यो अमलदार कर्मचारी भनेको एकदमै बेस्ट हो है, जुन तपाईहरुले सोचे भन्दा धेरै राम्रो हुन्छ। असाई बन्न पनि गाह्रै छ हैन, लफ्रन भिड्न पनि गाह्रै छ भने अमलदार कर्मचारी धेरै भन्दा धेरै बेस्ट हुन सक्छ। अमलदार कर्मचारी भएर धेरै मान्छेहरु लफ्रन भएर हुन्छन् है। त्यतैबाट खास गरी अमलदार कर्मचारी भनेको के हो भन्नुहुन्छ भने अक हो। अक भनेको त साइडमा दुई धर्के फिता हुन्छ है। त्यो बन्नको लागि यदि तपाई नेपाल आर्मीमा जागिर खानु भएको छ भने सिपाहीमा मिनिमम पनि 7, 8, 9 वर्ष लाग्छ त्यहाँनिर त्यो फिता पाउनको लागि। त्यही पनि त्यो अवधिमा धेरै तालिम तथा ट्रेनिङ गर्नुपर्ने हुन सक्छ है। त्यस्तो कुरा भन्दा पनि तपाई यताबाट स्वाट जानुभयो भने धेरै सजिलोसँगै जान सक्नुहुन्छ। तर मेहनत चाहिँ यता पनि लाग्छ है त। कम्प्युटर कोर्स गर्नुपर्ने हुन्छ। कम्प्युटर तपाईहरुले बेसिक 3 महिना गरे हुन्छ र तपाईले अर्को भनेको इम्पोर्टेन्ट कुरा एसईई पास हुनुपर्छ है। 8 पासले हुँदैन यसमा, एसईई वा एसएलसी त्यो भन्दा माथि ब्याचलर छ भने धेरै राम्रो भइहाल्यो हैन। र अरु कुरा योमा चाहिँ इन सर्भिसको पनि छिर्न पाउँछ है। यदि तपाई नेपाल आर्मी हुनुहुन्छ, 1 वर्ष समय बित्या छ भने तपाईहरुले पनि फर्म भर्न सक्नुहुन्छ है। मानव तपाई गणगुलमा केमा हुनुहुन्छ त्यहाँबाट सिफारिस लिएर फर्म भर्न सक्नुहुन्छ। यदि हामी जस्तै बेरोजगार छ, कुनै पनि जब खाएको छैन भने स्वाट जाने फर्म भर्नै आउने गर्न सकिन्छ है त। तपाईहरुको लागि अझ अर्को गुड न्यूज त के छ भन्दा यो भइसकेपछि यो हुनको लागि तपाईहरुले अर्ने बिदा हुन्छ नि, यो लफ्टनहरु असाईहरुको लगभग कोटाहरु कम्प्लिट हुन्छ। तर यसमा मानिलिउँ कि 200 कोटा छ भने 150 जना 100 जना मात्र सिलेक्सन हुन्छ। त्यो कोटै फिर्ता जान्छ कि, किनकि त्यहाँसम्म पुग्ने मान्छे नै कम हुन्छ कि। त्यही भएर तपाईहरुले यसको लागि चाहिँ राम्रोसँग स्टडी गरेर अध्ययन गरेर कम्प्युटर सम्बन्धी नेपाली टाइपिङको बेसिक राम्रो बनाएर जान सक्नुहुन्छ है त। जानको लागि कहिलेसम्म भन्दाखेरि यही महिनाको फर्म स्टार्ट भइसकेको छ। वैशाखको 31 गतेसम्म फर्म भर्न सक्नुहुन्छ है। कार्यालय खुल्दाखेरि अनलाइनबाट त भइहाल्यो। त्यहाँनिर फर्म भर्दाखेरि तपाईले के गर्नुपर्छ भन्दाखेरि आफ्नो 5 वटा फोटो चाहिन्छ पासपोर्ट साइजको, अनि एकवटा 2x2 को फोटो चाहिन्छ, अनि कम्प्युटर बेसिकको प्रमाणपत्र ओरिजिनल पनि लानु होला। आफूले पढेको ओरिजिनल प्रमाणपत्र डकुमेन्ट, नागरिकता ओरिजिनल र त्यसको प्रमाणपत्र है डुप्लिकेट। यति लगेपछि तपाईले फर्म भर्न पाउनुहुन्छ। फर्म भरिसकेपछि अनलाइनबाट भर्नु होला, टाढा हुन्छ। प्रिन्ट आउट गरेर सम्बन्धित ठाउँमा बुझाउनु पर्ने हुन्छ। त्यो कुरा भइहाल्यो है त। यदि तपाईले यो अमलदार कर्मचारीको बारेमा अझै पनि केही डाउट छ भने भर्नु होला। कम्प्युटर कोर्सै गरेको छैन भने के गर्ने भन्ने लाग्छ भने एकदमै इन्ट्रेस्टिङ छ भने कम्प्युटर कोर्स गरेको डकुमेन्ट झिक्नु होला है। कतै गएर झिक्नु होला र झिक्न बित्तिकै कम्प्युटर कोर्स गरेर राम्रोसँग आफ्नो स्किल डेभलपमेन्ट गर्नु होला हैन। डेभलपमेन्ट गरेर अनि जब स्किल टेस्ट हुन्छ तपाईको एक्जाम पछि धेरै पछि, त्यति बेला राम्रो गर्न सक्नुपर्ने भइ त हाल्यो त हैन। किनकि हामीले त्यहाँ चाहिने भनेको राम्रो नै हो त्यस्तो है। त्यही भएर त्यो सजेसन दिन्छु है। र अरु भनेको केही पनि छैन। तपाईहरुले केही नबुझेको कुरा छ भने भन्नु होला। नेपाल आर्मीको नयाँ भर्ना खुल्दैछ र नेपाल आर्मीको भर्ना नयाँ खुलिसकेपछि फर्म भर्नु होला है। मेरो विचारमा अहिले धेरै संख्या खुल्न सक्छ, 3000 देखि 5000 को समथिङ फर्म खुल्छ है। फर्म 1-2 दिनमा नि खुल्न सक्छ, नत्र भने 1 हप्तामा त खुल्नु पर्ने हो है। खुल्छ नै। सो वेटिङ गरेर राख्नु होला। सो अरु केही डाउटहरु नबुझेको कुरा छ भने भन्नु होला। सो अमलदार कर्मचारी बन्ने तपाईको सपना पूरा होस् भन्न चाहन्छु है त। सो थ्यांक यू सो मच। कमेन्ट बक्समा कमेन्ट छाड्नु होला है, नबुझेको कुरा म रिप्लाई दिनेछु। सो टिकटकलाई माया गर्नु भएको छ युवर लाउरे भन्ने छ, अनि फेरि युवर लाउरे पेज खुलेको छु। पेजमा पनि खतरा माया पाइरहेको छु। ओ माई गॉड, म यति खुसी छु। पेजमा राखेको भिडियोमा 1, 2 के 3 के लाइक्स गइरहेछ। म आफ्नो पर्सनल एकाउन्ट छ रोशन थापा, त्यसमा राख्दाखेरि फोटाहरु राख्दाखेरि मेरो 100-200 मात्रै जान्थ्यो। तर त्यसमा एउटा सर्ट रेस राख्दा पनि 40-50 हजार पनि भ्युज गएको छ है। खोलेको 5 दिन भयो, 1000 फलोअर्स पुगिसक्यो। म 10K फलोअर्स पुर्याउन चाहन्छु। सो प्लिज एकचोटि त्यसलाई फलो गर्नु होला है त। र यता टिकटक सँगै युट्युबलाई पनि कन्टिन्यू गराउन चाहन्छु। युट्युबलाई पनि सब्स्क्राइब गर्नु होला। थ्यांक यू सो मच एभ्रीवन।